हेलो साथीहरु, वेलकम टु माई च्यानल। आज चाहिँ म तपाईहरुलाई 2082-02-24 मा बागमती प्रदेशमा सोधेको यो 5 नम्बर्सको न्युमेरिकल चाहिँ सल्भ गरेर देखाउने छु। आज एकदमै छोटो पनि छ र एकदमै मार्क्स अब्टेन गर्नको लागि एकदमै हेल्पफुल क्वेशन थियो त्यो बेलाको। आज चाहिँ हामी यसलाई सल्भ गर्ने छौं है त। ओके, फर्स्ट अफ अल चाहिँ हामी क्वेशनले के भनेको छ त्यो बुझ्छौं है। ड्र द बेन्डिङ मोमेन्ट डायग्राम है, बेन्डिङ मोमेन्ट डायग्राम ड्र गर भनेर फर अ सिम्पली सपोर्टेड बीम अफ 5 मिटर स्पान है। सिम्पली सपोर्टेड बीम छ अरे जसको स्पान चाहिँ 5 मिटर छ अरे, सब्जेक्टेड टु अ युनिफर्मली डिस्ट्रिब्युटेड लोड। युनिफर्मली डिस्ट्रिब्युटेड लोड चाहिँ 4 किलोन्युटन पर मिटरको युनिफर्मली डिस्ट्रिब्युटेड लोड चाहिँ लागेको छ अरे। एन्ड अ कन्सन्ट्रेटेड लोड 30 किलोन्युटन एट द सेन्टर। ल त्यसैमा कन्सन्ट्रेटेड लोड 30 किलोन्युटन चाहिँ एट द सेन्टरमा चाहिँ लागेको छ अरे है त। फर्स्ट अफ अल क्वेशनले भने अनुसार हामी फिगर ड्र गर्छौं है त। सिम्पली सपोर्टेड बीम भनेको छ त्यसले त्यही भएर हामी सिम्पली सपोर्टेड बीम ड्र गर्छौं। सिम्पली सपोर्टेड बीम सिम्पली ड्र गर्छौं जसको स्पान चाहिँ 5 मिटर छ। जस सिम्पली सपोर्टेड बीम जसको स्पान चाहिँ 5 मिटर छ है, 5 मिटर स्पान छ। सब्जेक्टेड टु अ युनिफर्मली डिस्ट्रिब्युटेड लोड, जसमा चाहिँ युनिफर्मली डिस्ट्रिब्युटेड लोड लागेको छ भने जो ओभर स्पान लागेको छ। यो पनि याद गर्नु होला साथीहरु है, ओभर स्पान लागेको छ। युनिफर्मली डिस्ट्रिब्युटेड लोड यसरी लाग्छ है, युनिफर्मली डिस्ट्रिब्युटेड लोड लागेको छ जुन चाहिँ 4 किलो न्यूटन पर मिटर लागेको छ है, युनिफर्मली डिस्ट्रिब्युटेड लोड। त्यसैमा अ कन्सन्ट्रेटेड लोड 30 किलो न्यूटन एट द सेन्टर भनेको छ भने चाहिँ ट्याक्कै सेन्टरमा चाहिँ 30 किलो न्यूटन लोड चाहिँ कन्सन्ट्रेटेड लोड लागेको छ अरे के। 30 किलो न्यूटन चाहिँ कन्सन्ट्रेटेड लोड लागेको छ जुन चाहिँ सेन्टरमा छ भनेपछि एउटा इन्डदेखि यो सेन्टरसम्मको डिस्टेन्स कति हुने भयो? यो हुने भयो 2.5 मिटर हैन त। 5 मिटर का हाफ 2.5 मिटर हुने भयो। त्यसैले भनेको चाहिँ यति छ हामीलाई। अब यो अनुसार हामीले चाहिँ सोलुसन गरेर बेन्डिङ मोमेन्ट चाहिँ डायग्राम चाहिँ बनाउनु पर्ने हुन्छ है त। एकदम सजिलो छ, एकदमै छिटो पनि हुन्छ गर्नलाई, तर बुझ्न चाहिँ यसमा आवश्यक छ है। फर्स्ट अफ अल त हामीले यो बेन्डिङ मोमेन्ट डायग्राम बनाउनको लागि चाहिँ यहाँनिर यसको रियाक्सन्स फोर्सहरु चाहिँ निकाल्नु पर्ने हुन्छ साथीहरु है। जसको लागि हामीले यहाँनिरको रियाक्सन फोर्स र यहाँको सपोर्टको र यहाँको सपोर्ट र यहाँको सपोर्टको चाहिँ रियाक्सन फोर्स चाहिँ हामीले निकाल्नु पर्ने हुन्छ है। यो निकाल्नको लागि अब पहिला चाहिँ हामी के गरौँ भने अब यसलाई पोइन्ट ए नाम दिउँ है, यसलाई पोइन्ट सी नाम दिउँ र यसलाई पोइन्ट बी नाम दिउँ है त। जस्ट हामीले रियाक्सन फोर्स निकाल्नको लागि चाहिँ हामीले नाम मात्र यसलाई नाम मात्र दिएको है। फेरि पोइन्ट ए मा रियाक्सन फोर्स के लाग्ला त साथी हैन, यहाँनिर VA लाग्ला, ल भर्टिकल VB लाग्ला है। हामीले यो VA र VB चाहिँ क्याल्कुलेट गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ हामीले बेन्डिङ मोमेन्ट निकाल्छौँ है। फर्स्टमा चाहिँ नाउ है, नाउ to calculate reaction force भनेर लेखौँ है त। रियाक्सन फोर्स क्याल्कुलेट गर्नको लागि हामीले सम अफ भर्टिकल फोर्सेस इक्वल टु 0 गर्छौं है। र हामीले भर्टिकल फोर्समा चाहिँ अपवर्डलाई चाहिँ पोजिटिभ मान्छौँ है त, अपवर्ड पोजिटिभ मानेर गर्छौं। अब तपाईहरुले यहाँ डाउनवर्ड पोजिटिभ मानेर पनि गर्न सक्नुभयो है। अब यो डाउनवर्ड पोजिटिभ मान्नुभयो भने यो पोजिटिभ माने भयो, यिनीहरु के भयो, यो अपवर्ड यो रियाक्सन फोर्स अपवर्ड एजुम गरेका छौं, यो एजुम गरेको छौं जुन चाहिँ फेरि नेगेटिभ आउने भयो। तर हामीले अपवर्ड पोजिटिभ मानेछ भनेपछि यो चाहिँ नेगेटिभ आउने भयो र यिनीहरु चाहिँ पोजिटिभ आउने भयो है। ल अपवर्ड फोर्सहरु अब यहाँ फिगरमा के छ त? अपवर्ड फोर्स भर्टिकल फोर्सहरु सरी जुनमा चाहिँ अपवर्डलाई चाहिँ हामीले पोजिटिभ मानेछौँ भनेपछि यो यसले यो VA भनेको अपवर्ड छ हाम्रो है, अपवर्ड एजुम गरेछौँ भनेपछि VA पोजिटिभ हुने भयो VA। र यो 30 किलो न्यूटन चाहिँ के हुने भयो त? नेगेटिभ हुने भयो, किनभने यो डाउनवर्ड लागिरहेछ नि त। हेर्नुस् त्यहाँ डाउनवर्ड लागिरहेछ, तर हामीले त अपवर्डलाई पोजिटिभ मानेछौँ भनेपछि यो डाउनवर्डको चाहिँ नेगेटिभ हुने भयो, नेगेटिभ 30 हुने भयो है। र यो UDL ले पनि हामीलाई डाउनवर्डै फोर्स दिन्छ है। UDL ले पनि डाउनवर्डै लागिरहेको नि त। यो लोड हो नि त। यो त जहिले पनि सेन्टर टुवर्ड्स द सेन्टर ग्राभिटी, सेन्टर अफ ग्राभिटी लाग्छ है। टुवर्ड्स द सेन्टर अफ ग्राभिटी लाग्छ भने यो डाउनवर्डै लाग्छ।
र यो युडिएललाई चाहिँ फोर्समा कन्भर्ट गर्नुपर्ने हुन्छ फर्स्ट अफ अल, किनकि यो युडिएल त किलोमिटर पर मिटरको हिसाबले दिएको छ नि, त्यहाँ हेर्नुहोस् त किलोमिटर पर मिटरको हिसाबले दिएको छ भनेपछि यसलाई फोर्समा कन्भर्ट गर्नको लागि चाहिँ सिम्पली 4/5 गर्छौँ। हेर्नु त कतिको चाहिँ डिस्टेन्समा लागेको छ र कतिको चाहिँ फोर्स चाहिँ लागिरहेको छ त पर मिटरमा हो, त्यसले मल्टिप्लाई गरेपछि हाम्रो यो फोर्स आउँछ। 4 इन्टु यो ओभर स्पान कति छ 5 छ भनेपछि 4/5 भनेको यो फोर्स भयो है। हो यति फोर्स चाहिँ के राख्नु भयो, डाउनवर्ड लाग्ने भयो भनेपछि अगाडि नेगेटिभ साइन त आइहाल्ने भयो है। त्यसपछि यो भिबी भनेको पनि हामीले यो रियाक्सन फोर्स एजुम गरे है, यो पनि अपवार्डै लागिरहेको अपवार्डै एजुम गरेछ भनेपछि प्लस भिबी हुने भयो है त, इक्वल टु 0 त छँदैछ है। र अब यो क्यालकुलेट गर्दाखेरि सिम्पली क्यालकुलेट गर्दाखेरि त अब भिए प्लस भिबी इक्वल टु कति आउने भयो त हाम्रो, यो सिम्पली क्यालकुलेट गर्दाखेरि 20 आउँछ है, यो 20 किलो न्युटन आउँछ। ल यसलाई हामी इक्वेसन 1 एजुम गर्छौँ है। ल अब हाम्रो रियाक्सन फोर्स त यहाँ दुईटा अननोन भयो। अब यो अननोन फोर्सलाई त अब यहाँनिर हेर्नुहोस् त इक्वेसनमा हेर्नुहोस् त हाम्रो दुईटा अननोन फोर्स भयो। अब यहाँ इक्वेसनमा हेर्नुहोस् त यहाँ दुईटा अननोन फोर्स लाग्यो र अननोन इक्वेसनहरू क्यालकुलेट गर्नको लागि चाहिँ हामीले एउटा पोइन्टमा बेन्डिङ मोमेन्ट लिनुपर्ने हुन्छ है। अब आइदर ए अर बी जुनै पोइन्टमा लिए नै हुन्छ है। ल हामी चाहिँ अप्सन एमै लिउँ है त, पोइन्ट एमै लिउँ। नाउ क्यालकुलेट बेन्डिङ मोमेन्ट एट पोइन्ट ए है, 8 पोइन्ट ए। ल समेसन एम एट ए इक्वल टु 0 है। क्लकवाइज पोजिटिभ लिए पनि भयो। अब क्लकवाइज हामी चाहिँ क्लकवाइज पोजिटिभ लिन्छौँ, क्लकवाइज पोजिटिभ। यहाँ पनि तपाईँहरूले क्लकवाइज पोजिटिभ पनि लिन सक्नुभयो अथवा एन्टी क्लकवाइज पनि पोजिटिभ लिन सक्नुभयो। अहिले चाहिँ हामीले क्लकवाइजलाई पोजिटिभ लिइरहेछौँ है त, क्लकवाइजलाई पोजिटिभ लिइरहेछौँ। ल क्लकवाइजलाई पोजिटिभ लिँदाखेरि ल हामीले अब पोइन्ट एमा बसेर चाहिँ हामीले बेन्डिङ मोमेन्ट क्यालकुलेट गर्छौँ है त। बेन्डिङ मोमेन्टको लागि को फर्मुला के हो, फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स है त। भनेपछि यहाँ फोर्स सुरुमा अब यहाँ 30मा जाउँ, 30 हाम्रो के छ क्लक डाउनवर्ड दिइरहेछ भनेपछि हामीले के गरेछौँ क्लकवाइजलाई चाहिँ पोजिटिभ लिइरहेछौँ है त। भनेपछि यहाँ बसेर यो 30ले हेर्दाखेरि त 30ले त यताबाट क्लकवाइजै घुमायो नि त होइन, घडीको सुई घुम्ने दिशातिरै। भनेपछि यो भनेको हाम्रो पोजिटिभ आउने भयो। 30ले दिने भयो एउटा होइन, 30 इन्टु कति हुने भयो 2.5 कसरी हो 30 भनेको फोर्स भयो र परपेन्डिकुलर डिस्टेन्स होइन, यो पोइन्ट एदेखि यो कन्सन्ट्रेटेड लोडसम्मको डिस्टेन्स कति छ 2.5 मिटर छ नि र 30 इन्टु 2.5 फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स हो कि यो चाहिँ है बेन्डिङ मोमेन्ट निकाल्ने फर्मुला। प्लस युडिएलले पनि दिइरहेको नि त हाम्रो, अर्को हेर्नुहोस् त युडिएलले पनि हामीलाई क्लकवाइजै दिइरहेछ है, क्लकवाइज दिइरहेछ भनेपछि 4/5 भनेको फोर्समा कन्भर्ट गर्नु पर्यो। अघि नै यहाँ पनि भनेको थिएँ 4 पर मिटर किलोमिटर पर मिटरको हो नि त यो त होइन, तर यहाँ त 5 मिटर छ भनेपछि 4/5 गर्यो भने टोटल 5 मिटरमा युडिएलको लोड आउँछ, फोर्स आउँछ है त। 4/5 इन्टु परपेन्डिकुलर डिस्टेन्स है, युडिएलले कहाँदेखि दिन्छ त्यो पनि याद गर्नु, युडिएलले सेन्टरदेखि दिन्छ है त। युडिएलले सेन्टरमा लाग्छ, यो युडिएलको ओभरअल फोर्स चाहिँ सेन्टरमा लाग्छ भनेपछि 4/5 भनेको यो फोर्स भयो इन्टु 5/2 गर्नु पर्यो है त। ओभरअल स्पान 5 छ भनेपछि 5/2 गर्दाखेरि युडिएलले सेन्टरमा यहाँनिर लोड दिन्छ है त। त्यसपछि यो भिबीले दिने भयो भनेपछि भिबी इन्टु 5 हुने भयो, फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स। भनेपछि यसले त के गरेछ अपवार्ड दिइरहेछ हेर्नुहोस् है, यिनीहरूले यो दुईटा कन्सन्ट्रेटेड फोर्स र यो युडिएलले चाहिँ डाउनवर्ड दिइरहेको थियो, त्यही भएर क्लकवाइज दिइरहेको थियो, तर यो भिबीले चाहिँ अपवार्ड छ। यो हेर्नुहोस् है, यो एरो हेर्नुहोस् है, एरोले अपवार्ड दिइरहेछ भनेपछि यसले एन्टी क्लकवाइज घुमायो नि त, घडीको सुई घुम्ने दिशा भन्दा यता घुमायो नि त होइन, अपोजिट घुमायो नि त। भनेपछि यसले चाहिँ एन्टी क्लकवाइज फोर्स दिइरहेछ भनेपछि यसको चाहिँ के हुने नेगेटिभ हुने भयो क्या, नेगेटिभ हो इक्वल टु 0 है। अब यो ओभरअललाई क्यालकुलेट गर्दाखेरि चाहिँ क्यालकुलेट आफै गर्नुहोस् है, क्यालकुलेट गर्नु त अब के गर्नु होला र मैले भनेर चाहिँ भिबी इक्वल टु कति आउँछ त हाम्रो मनी गर्नु पर्यो 30 इन्टु 2.5 ओभरअल एकैचोटि गरे पनि हुन्छ होइन। 5 भिबी यो यसलाई इक्वल टु भन्दा उता जाँदाखेरि 30 इन्टु 2.5 प्लस
20 into 5/2 गर्दाखेरि आउने 125 आउने भयो 125 र यो माइनस माइनस क्यान्सल आउट भयो जसरी गरे पनि हुन्छ क्याल्कुलेसन त है क्याल्कुलेसनको पार्ट त के भनेपछि भिभी कति आउने भयो भिभी आउने भयो बाइ 5 गर्दाखेरि 25 किलोन्युटन भिभी आयो है भिभीको भ्यालु 25 किलोन्युटन आयो भनेपछि अब हामी इक्वेसन फर्स्टमा जाउँ है त फ्रम इक्वेसन फर्स्ट वी गेट भनेर लेखौँ है त वी गेट फ्रम इक्वेसन फर्स्ट वी गेट इक्वेसन फर्स्ट के छ VA प्लस VB इक्वल्स टु 20 हैन त सरी 50 कहाँ 20 लेखिरहेको रहेछ यहाँनिर 50 है 30 प्लस 20 गर्दा 50 हो नि त 50 किलोमिटर अघि मिस्टेक भएको छ नि सरी 50 लेख्नु होला है 50 किलोन्युटन छ नि त है भनेपछि हाम्रो VB को भ्यालु छ हामीसँग है VB को भ्यालु यहाँनिर पुट गर्दाखेरि VA इक्वल टु 50 यो प्लस उता जाँदाखेरि माइनस भयो होला हैन 25 इक्वल टु यो पनि कति आयो VA को भ्यालु पनि 25 किलोन्युटन नै आयो है त अब हामी बेन्डिङ मोमेन्ट क्याल्कुलेट गर्छ हामीलाई त के भन्दा बेन्डिङ मोमेन्ट डायग्राम बना भनेको छ जसको लागि हामीलाई बेन्डिङ मोमेन्ट क्याल्कुलेट गर्नुपर्ने हुन्छ है त नाउ क्याल्कुलेसन अफ बेन्डिङ मोमेन्ट लेख्नु बेन्डिङ मोमेन्ट क्याल्कुलेट गर्दाखेरि चाहिँ हामीले हरेक पोइन्टमा बेन्डिङ मोमेन्ट लिनुपर्ने हुन्छ है साथीहरु ए पोइन्टमा पनि सी पोइन्टमा पनि र बी पोइन्टमा पनि बेन्डिङ मोमेन्ट लिनुपर्ने छ र बेन्डिङ मोमेन्ट अब पोइन्ट ए मा लिउँ है त हामी बेन्डिङ मोमेन्ट एट पोइन्ट ए है त ए मा बसेर अब हामीले बेन्डिङ मोमेन्ट क्याल्कुलेट गर्दाखेरि चाहिँ कसरी गर्ने भन्ने पोइन्ट ए मा बसेर ए देखि लेफ्ट साइड हेर्ने है राइट साइड नहेर्ने ए देखि लेफ्ट साइड हेर्ने लेफ्टमा कुन फोर्स लागेको छ त र त्यसले चाहिँ कतिको चाहिँ बेन्डिङ मोमेन्ट दिइराख त है मोमेन्ट दिइराख भनेर हेर्ने भनेपछि ए मा बसेर हामीले लेफ्ट साइडमा हेर्दाखेरि त कुनै फोर्स लागेको छैन नि हैन भनेपछि यहाँको बेन्डिङ भनेपछि पोइन्ट ए मा बेन्डिङ मोमेन्ट कति हुने भयो त 0 हुने भयो क्या है 0 किलोन्युटन मिटर हुने भयो क्या बेन्डिङ मोमेन्टको युनिट भनेको चाहिँ किलोन्युटन मिटर हुन्छ है ल अप्सन पोइन्ट ए मा त हाम्रो बेन्डिङ मोमेन्ट 0 किलोन्युटन भनेपछि अब पोइन्ट सी मा गएर चाहिँ बेन्डिङ मोमेन्ट क्याल्कुलेट गर्नु पर्यो है बेन्डिङ मोमेन्ट एट पोइन्ट सी मा जाने है बेन्डिङ मोमेन्ट एट पोइन्ट सी अब सी मा बसेर हामीले सी भन्दा राइट नहेर्ने है सी भन्दा लेफ्ट हेर्ने जहिले पनि लेफ्ट हेर्ने भनेपछि सी मा बसेर लेफ्टको फोर्स हेर्दाखेरि कुन फोर्स लागिरहेछ त एउटा यो भर्टिकल VA फोर्स लागिरहेछ रिएक्सन फोर्स र एउटा युडिएल लाई हाफ युडिएल लागिरहेछ है फुल हेर्दैन फेरि हाफ त लागिरहेछ नि त यो फुल नलाग्यो भने हैन फुल ओभरअल स्पेन नलाग्यो भने तर यो आधा त लागिरहेछ नि त युडिएल पनि हैन हो यो युडिएल ले पनि दिइराख र यो रिएक्सन फोर्स VA ले पनि दिइराछ है भनेपछि VA भने कति छ हाम्रो VA को रिएक्सन फोर्स 25 छ है 25 इन्टु 2.5 फेरि सेम है फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्सै गर्ने हो यो बेन्डिङ मोमेन्टमा पनि है फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स 2.5 VA इन्टु 2.5 पोइन्ट सी सम्म 2.5 छ भनेपछि यसले हामीलाई के रहेछ हामीले यहाँ पनि क्लकवाइजलाई नै पोजिटिभ लिने सबै क्लकवाइज पोजिटिभ एन्टी क्लकवाइज नेगेटिभ लिने है एन्टी क्लकवाइज नेगेटिभ है यसरी लिने 2.5 त्यसपछि युडिएल ले दिइराछ युडिएल ले के दिइराछ एन्टी क्लकवाइज दिइराछ है युडिएल त फो नै हुने भयो तर यहाँको ओभरअल डिस्टेन्स चाहिँ कति हुने भयो त 2.5 हुने भयो क्या किनकि यो 5 भने त ओभरअल डिस्टेन्स हो तर युडिएल त हाफ मात्र लागिरहेछ नि त यहाँ त हामीलाई त हैन भनेपछि इन्टु 2.5 इन्टु फोर्स भयो यो त है फोर्स मात्र भयो त्यसपछि परपेन्डिकुलर डिस्टेन्स पनि भनेको छ तर यसको कन्सन्ट्रेटेड पोइन्ट सेन्टर अफ ग्राभिटीमा लाग्छ भनेपछि युडिएल को सेन्टर अफ ग्राभिटी कहाँ होला सेन्टरमा होला भनेपछि 2.5/2 गर्नु पर्यो क्या 2.5/2 किनकि युडिएल ले फोर्स सेन्टरमा दिन्छ है सेन्टरमा युडिएल को फोर्स सेन्टरमा लाग्छ है तर यो नेगेटिभ हुने भयो कि पोजिटिभ हुने भयो त यो नेगेटिभ हुने भयो किन भन्दाखेरि यो पोइन्ट सी मा बसेर हेर्दाखेरि यसले एन्टी क्लकवाइज घुमाइराछ हेर्नुस् है यसरी घुमाइराछ नि त एन्टी क्लकवाइज यसले त यसरी घुमाइराछ एन्टी क्लकवाइज भनेपछि यो नेगेटिभ हुने भयो हामीले क्लकवाइज पोजिटिभ मानेका छौं हेर्नुस् है एन्टी क्लकवाइज नेगेटिभ मानेका छौं त्यही भएर यो नेगेटिभ हुने भयो र
र अब यसलाई क्याल्कुलेट गर्दाखेरि चाहिँ कति आउँछ भने 25 into 2.5 50 किलोन्युटन मिटर आयो। बेन्डिङ मोमेन्ट एट पोइन्ट सी मा चाहिँ 50 किलोन्युटन मिटर आयो है। पोइन्ट सी को नि भयो, अब पोइन्ट बी मा पनि निकाल्नुपर्छ है, सबै पोइन्टमा निकाल्नुपर्छ। बेन्डिङ मोमेन्ट एट पोइन्ट बी है, बी गर्दाखेरि चाहिँ अब यहाँ पनि सबै रियाक्सन हेर्ने, भिएले पनि दिइरहेको, यो कन्सन्ट्रेटेड लोडले पनि दिइरहेको 30 किलोन्युटनले पनि, र 4 किलोन्युटन पर मिटरले पनि दिइरहेको है, युडिएलले पनि दिइरहेको छ। भनेपछि भिए कति छ हाम्रो 25 इन्टु परपेन्डिकुलर डिस्टेन्स कति छ यहाँदेखि यहाँसम्म 5 मिटर छ इन्टु 5। त्यसपछि कन्सन्ट्रेटेड लोड 30 ले दिइरहेछ, यो लेखिरहेछ एन्टी क्लकवाइज दिइरहेछ। एन्टी क्लक दियो भन्ने बित्तिकै के हो हाम्रो नेगेटिभ 30 इन्टु 2.5, यहाँदेखि यहाँसम्म परपेन्डिकुलर डिस्टेन्स कति 2.5 फेरि युडिएलले पनि के दिइरहेछ एन्टी क्लकवाइज दिइरहेछ भनेपछि नेगेटिभ 4 इन्टु 5 भनेको यो फोर्समा कन्भर्ट भयो इन्टु परपेन्डिकुलर डिस्टेन्स भनेको 5/2, किनकि युडिएलले सेन्टर, युडिएलको लोड सेन्टरमा लाग्छ है। यो ओभरअल क्याल्कुलेट गर्दाखेरि कति आउँछ 25 इन्टु 5 माइनस 30 इन्टु 2.5 माइनस 4 इन्टु 20 इन्टु 5/2 गर्दाखेरि यो 0 किलोन्युटन आयो। हेर्नुहोस् है 0 किलोन्युटन मिटर आयो। हाम्रो बेन्डिङ मोमेन्ट पनि क्याल्कुलेट गरिसक्यौँ हामीले। अब हाम्रो फाइनल रह्यो भनेको हामीलाई क्वेसनले ड्र द बेन्डिङ मोमेन्ट डायग्राम भनेर छ भने बेन्डिङ मोमेन्ट डायग्राम ड्र गर्छौँ हामी है। कसरी गर्छौँ भने बेन्डिङ मोमेन्ट डायग्राम ड्र चाहिँ तपाईँहरूलाई ल सिम्पली अब हामी बेन्डिङ मोमेन्ट डायग्राम ड्र गर्दैछौँ है। अब यहाँनिर भनेको पोइन्ट ए भयो, ए बी र सी भयो, एबी र सी भयो र हाम्रो पोइन्ट अब पोइन्ट एमा चाहिँ हाम्रो कति बेन्डिङ मोमेन्ट छ त हैन 0 किलोन्युटन छ भनेपछि यो 0 मै हुने भयो है, यो 0 को लाइन भयो, 0 मै हुने भयो, 0 किलोन्युटन मिटर लागिरहेछ है यहाँनिर। अनि पोइन्ट सी मा हेर्नुहोस्, सी मा 50 किलोन्युटन मिटर पोजिटिभ लागिरहेछ कि नेगेटिभ लागिरहेछ त्यो पनि हेर्नुहोस् है। पोजिटिभ लागिरहेछ भनेपछि अब बेन्डिङ मोमेन्टमा चाहिँ हामीले पोजिटिभलाई फेरि तल ड्र गर्छौँ र नेगेटिभलाई माथि ड्र गर्छौँ, र सेयर फोर्समा चाहिँ पोजिटिभलाई माथि ड्र गर्छौँ र नेगेटिभलाई त तल ड्र गर्छौँ है। यो कुरा पनि याद गर्नुहोस् होला। 50 किलोमिटर पोजिटिभ आएको छ भनेपछि हामीले यसलाई तल ड्र गर्छौँ र पोइन्ट सी मा छ, सी को ठ्याक्क अन्डरमा 50 किलोमिटर यतातिर होला रे, 50 किलोन्युटन मिटर आइरहेछ है यो। र ल भनेपछि पोइन्ट सी मा पोइन्ट बी मा पनि हेर, पोइन्ट बी मा कति आछ बेन्डिङ मोमेन्ट हाम्रो 0 आछ भनेपछि 0 यही हुने भयो। अब हामीले यहाँ ड्र चाहिँ कसरी गर्ने त हैन, स्ट्रेट लाइन हुन्छ कि प्याराबोलिक हुन्छ कि क्युबोइड हुन्छ त हैन। अब युडिएल को केसमा चाहिँ हाम्रो प्याराबोलिक हुन्छ है बेन्डिङ मोमेन्ट डायग्राम। भनेपछि प्याराबोलिक तरिकाले बनाउनु पर्यो। यहाँदेखि यहाँनिर यस्तोरी जाने भयो, यस्तोरी जाने भयो र यहाँबाट यस्तोरी जाने भयो है। पोजिटिभ फिगर बेन्डिङ मोमेन्ट डायग्राम एन्सर है। यति चाहिँ हाम्रो फाइनल एन्सर हो। यति गरेको 5 मार्क्स को लागि आएको थियो यो बागमतीमा 2022 मा 5 मार्क्सको लागि यति गर्नुपर्छ। त्यसको लागि टाइम चाहिँ 6 मिनट समथिङ होला, 6 मिनट 5-6 मिनटमा गरिसक्नु पर्ने हुन्छ क्वेसन है। सल्भ गरिसक्नु हुन्छ, त्यसको लागि अब अलिक छिटो गर्नुपर्ने हुन्छ। एकदमै सजिलो न्युमेरिकल हो है यो चाहिँ। हस् त साथीहरू, आजलाई यति नै। अर्को भिडियोसम्मको लागि बाई बाई, टेक केयर, हेभ अ गुड डे।